हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला आई होप। अनि आज आशा गर्दछु कि हजुर पनि सन्चै हुनुहुन्छ होला। अनि मैले चाहिँ यहाँ चाहिँ टक्क लाएर आज सुन्तलाको खाडलमा चाहिँ माटो भर्ने अनि कम्पोस्ट मलहरू कसरी भरिन्छ भन्ने कुरा। तर अहिले चाहिँ हाम्रोसँग चाहिँ कम्पोस्ट मल छैन, तैपनि प्राङ्गारिक मल छैन। अहिले चाहिँ त्यसै माटो भर्ने खाडलमा प्रक्रिया चलिरहेको छ। बेर्ना पनि ल्याइसक्यो नि त बास्करका गएर, टक्क सुन्तला पनि ल्याइसक्यो, खाडल पनि खनिसक्यो। अब खाडल चाहिँ भर्नु पऱ्यो। अनि खाडल भर्नका लागि चाहिँ आज के कस्तो तरिकाले भरिन्छ मैले त विधिगत रूपमै गरेको छु होइन। अनि हजुरहरूले हेर्नु होला, मैले खाडल त भरिसकेको छु। मैले क्लिप पनि राखिदिन्छु होइन, टक्क लाएर होइन। अनि भिडियो मन परेछ भने चाहिँ एक लाइक, एक कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। अब टक्क लाएर यो खाडल भरिन्छ। उहाँ पनि मैले भरेर सकिसकेँ होइन यसमा चाहिँ। अनि यता अलिअलि सुन्तलाहरू पनि छ टक्क लाएर है। उहाँ दाइले चाहिँ भर्दै हुनुहुन्छ, मैले यहाँ चाहिँ भिडियो बनाएको छु होइन। टक्क लाएर ज्योति सर के छ, ठिक छ नि होइन। मेरो क्यामेराले चाहिँ भ्याएन होइन। टक्क लाएर यहाँ चाहिँ धानहरू पनि उब्जिसकेको छ भ्यू होइन। ल हेर्नुहोस् अनि त्यसो रमाउनुहोस्। अनि सुन्तला रोप्ने यस्तै खालका भिडियोहरू ल्याउँछु, कहिले झार गुड्ने तरिका या त्यन तरिका होइन, यथावत कुराहरू आउँदै गर्छन्। भिडियो हेरेर साथ दिनु होला। हस्त नेपाल, धन्यवाद। ल गाइज मैले चाहिँ यसरी टक्क लाएरै खन्दैछु होइन। यसरी खनेर टक्क विधिगत रूपमा खेती गर्नुपर्छ। ल होइन है, अब म बेल्चाले टक्क माटो फाल्छु। हाम्रो चाहिँ यतातिर कमलो छ नि त, त्यही भएर चाहिँ जमिन चाहिँ कमलो भएको हुँदा त्यही भएर टक्क यहाँ विधिगत रूपमा गर्नुपर्छ। टक्क लाएर मैले अन्त कसरी बेल्चाले माटो फालिदिन्छु। टक्क लाएर गाह्रो छ, खान त गाह्रो छ, गाह्रो हुन्छ होइन। टक्क लाएर हेर्नु। अनि चाहिँ अहिले चाहिँ हामीले प्राङ्गारिक मल हालिएन, किनभने अहिले हाल्दा चाहिँ अब के कुहिएको हुनु पऱ्यो प्राङ्गारिक मल। अहिलेको त पाते मल हुन्छ नि त, त्यही भएर चाहिँ अहिले नकुएको हुँदा नहाल्ने। अब अहिले चाहिँ बेर्नाको चाहिँ जरा मात्र गाड्न पायो भन्ने हुन्छ, किनकि ल्याइसक्यो नि त बेर्ना। अनि त्यहाँबाट फेरि मोर्छ अन्य तरिकाले। टक्क लाएर वरिपरिको ऊ चाहिँ सफा गरिरहेको छ हेर्नु ती, किनकि त्यो सफा गर्नुपर्छ। टक्क लाएर अब कति राम्रो छ। मैले त विधिगत रूपमै गरिरहेको। टक्क लाएर गयो भने चाहिँ मैले चाहिँ विधिगत रूपमै गरेको छु, त्यही पनि हजुरहरूले पनि विधिगत रूपमा गर्नु होला। 2 फिट भए पुग्छ हलको चाहिँ कि। अब सुन्तलामा चाहिँ सबैले ध्यान दिनुपर्ने कुरा यिनै हुन्। खाडल यसरी भरिन्छ होइन। टक्कलाई उँधाको माटो उँको माटो उँधो गर्ने हेरी। अनि अहिले चाहिँ मल हाल्नुपर्ने हो, तर मल हालिएन किनभने अहिलेको मलले चाहिँ बौसीले भन्ने किराहरू यस्तै अथावत किराहरू लाउँछ। अनि सेतुवे लाउने भएर अनि ज्वरो खाने भएर चाहिँ अनि अहिले हालिएन। अब हाम्रो चाहिँ ढिलो भइसक्यो कि, पहिले मल हालेर टक्क पुरेर अहिले कुहेर टक्क बेर्नामा त ख्याप गाड्न पनि तत्कालीन भयो। त्यही भएर हो टक्क लाएर आकस्मिक रूपमा भयो जस्तो भयो। मैले खन्दैछु टक्क लाएर यसरी खन्नुपर्छ झ्यामझुम, किनकि वरिपरि पानी नतालियोस् भनेर है। किनकि बेर्नाको माथि हुने हेरी गर्नुपर्छ। कति गाह्रो छ काम गर्न पनि, त्यही पनि काम चाहिँ गर्छु मैले होइन। काम चाहिँ गर्नुपर्छ, मिहिनेत नगरेसम्म त कहाँ हुन्छ। र सुन्तला खुर्सानी रोपेर सुन्तला फल्दैन भने जस्तै हो। टक्क लाएर जे फलाउने हो जे गर्ने हो त्यसमा आबद्ध हुनुपर्छ होइन। टक्क लाएर मैले चाहिँ किनकि त्यो सुन्तला भोलिलाई चाहिँ ठिक हुन्छ नि त। म अघि नै काठहरू गाड्दै आएको थिएँ, किनकि ख्याप हाल्नु हुन्छ नि त भोलि, त्यही पनि अहिले त गरिनँ। गाह्रो छ, त्यो घाम छ हेर्नु। किनकि वरिपरिको सोर्नुपर्छ, फाल्नुपर्छ, किनकि त्यो ढुङ्गाहरू त्यही सानो मसिनो 3 मिनट भयो फालिदिइरहेको छु मैले। सके हाम्रो राम्रै गरौँ भनेर होइन। अनि त्यही हो, यसरी गर्नुपर्छ भन्ने तरिका हो। हजुरले यसरी गर्नु होला होइन। मैले त्यस्तो गरेँ। अब राम्रै लाग्यो कि लागेन हजुरहरूले प्रतिक्रिया त दिनु होला, कमेन्टमा छोडिदिनु होला प्रतिक्रिया होइन। त्यो गर्नु चाहिँ गरेको, मिहिनेत चाहिँ गरिरहेको छु। सिकाएर छु नि त, सिक्दैछु गाइजहरू होइन। टक्क लाएर भिडियो त हेरिसक्नु भयो होला। अनि आजको भिडियो यस प्रकार रहेको छ होइन। अब सुन्तला रोप्ने, सुन्तला गोड्ने तरिकाहरू विभिन्न कुराहरू आइरहेको छन् होइन। अब आजको भिडियो यहीँसम्म हुन्छ। थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो।
आजलाई यति गर्न चाहेँ। हस् त, धन्यवाद, जय नेपाल, बाई।